जापानमा व्यापार गर्न अब अकल्पनीय महँगो। सानो पुँजीका नेपाली व्यवसायीलाई ठूलो धक्का। 16 अक्टोबरदेखि जापानले व्यापार भिसामा ल्याएको नयाँ नियमले विदेशबाट गएर व्यापार गर्ने सपना देख्नेहरूलाई साँच्चै नै अप्ठ्यारोमा पारेको छ, जसमा सुरुवाती पुँजी मात्रै 6 गुणा बढेको छ। यो नियम विशेष गरी जापानमा व्यापार गरिरहेका वा गर्न चाहने नेपाली व्यवसायीहरूका लागि निकै चुनौतीपूर्ण बनेको छ। पहिले 5 मिलियन येनबाट कम्पनी खोल्न पाइनेमा अब कम्तीमा 30 मिलियन येन पुँजी अनिवार्य भएको छ। यसका साथै एउटा पूर्णकालीन कर्मचारी राख्नै पर्ने, जापानी भाषा JLPTN2 वा बिजनेस जापानिज प्रोफिसिएन्सी टेस्टमा 400 भन्दा बढी अङ्कको ज्ञान अनिवार्य गरिएको छ। व्यवस्थापनमा स्नातक वा स्नातकोत्तर डिग्री र 3 वर्षको व्यवस्थापकीय अनुभव पनि चाहिने भएको छ। करको ठेगानाबाट होइन, छुट्टै कार्यालय चाहिने र भिसा नवीकरणमा कर तथा अन्य कानुनी भुक्तानीको प्रमाण देखाउनु पर्ने जस्ता कठोर नियमहरू लागू भएका छन्। सन् 2002 मा विदेशी लगानी आकर्षित गर्न भिसा खुकुलो पारे पनि भिसाको दुरुपयोग बढेको, कम्पनी खोलेर भिसा लिने, कार्यालय बिना व्यापार गर्ने, नक्कली कारोबार देखाउने भन्दै जापान सरकारले यो कदम चालेको हो। अब जापानमा व्यापार गर्न जाने नेपालीहरूले सायद आफ्नो पुरानो गाउँको जग्गा बेचेर जानुपर्ने हो कि? नभए भिसाका लागि पुँजी जुटाउन कहाँबाट 30 मिलियन येन ल्याउँ प्रभु भन्दै देवता पुकार्नुपर्ने अवस्था पो आउने भयो। भाषा, डिग्री, अनुभव, कर्मचारी। एउटा सानो चिया पसल खोल्न पनि आइन्स्टाइनको दिमाग बोकेर हिँड्नुपर्ने जस्तो भयो। समग्रमा जापानमा व्यापारिक भिसा पाउन र नवीकरण गर्न अब पहिलेभन्दा 6 गुणा बढी पुँजी, भाषा ज्ञान र व्यवस्थापकीय अनुभव अनिवार्य भएको छ। जापानमा व्यापार गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ भने यी नयाँ नियमहरूले तपाईलाई कसरी असर गर्छ? कृपया आफ्नो विचार वा अनुभव कमेन्ट बक्समा राख्नुहोस् है।